आफैले हामफालेको आर्यन सिंह आफै हामफालेको चाहिँ देखिएको छ, जो चाहिँ 12 कक्षामा अध्ययनरत। अनि उनलाई चाहिँ त्यहीँ अगाडिको सुमेरु सिटी हस्पिटलमा लग्यो। बेलुका चाहिँ डाक्टरले मृत घोषणा गरिदिए होइन। त्यसपछि त्यो बाबुआमालाई के भयो होला, कति पीडा भयो होला। एउटा कलेज पठाएको छोराले चाहिँ आत्महत्या गरिदिँदा या पछाडि त उसको सुसाइड नोट भेटिएको छ होइन। के कारण थियो भन्ने कुराहरू त खुलि नै हाल्छ अनुसन्धानको पाटोमा। तर पनि भन्नु यसरी आत्महत्या गर्दा बाबुआमालाई जति पीडा अरू कसलाई हुन्छ होला होइन। कति पीडा भयो दर्शक नमस्कार। यतिखेर हामी मेरी छोरीको सुटिङ सेटमा छौँ। आज पनि हामी 27 भागमा प्रवेश गरिसकेका छौँ र आज तपाईँलाई थाहै छ बुधबार जहिले पनि हामी सुटिङ रिपोर्ट चाहिँ दिने गर्छौँ तपाईँलाई। र पनि शनिबार बेलुकी 7 बजे तावरान टिभीबाट तपाईँले हेरिरहनु भएको छ, माया गरिदिनु भएको छ, तपाईँको अर्ग्यानिक भ्युज आएको छ। हामीले कुनै पनि त्यसलाई बुस्ट गरेका छैनौँ। तपाईँले हेरिरहनु भएको चाहिँ त्यही चाहिँ भ्युजलाई हामीले हस् नमस्ते त्यही हेरिरहेका छौँ। यतिखेर हामी आफ्नो कर्म सुरु गर्नुभन्दा अगाडि हामीले आफ्नो नाट्यश्रीलाई सम्झेर क्यामेरा पूजा गरिरहेका छौँ। सविता भट्टराई यता यता पूर्णिमा बुहारीको रोलमा, उता हाम्रो बुहारी भर्खर पूजानु हाम्रो पुष्कर परिवार, यता पूजा ठाकुर, यता यता आमा हुनुहुन्छ, यता हाम्रो बाको ओरिजिनल बुढी नमस्ते। हामीले एकदम कथा एकदम झन् एकदम जटिल भएको छ। यो धेरैले मलाई चाहिँ भन्नुभयो यो कथा चाहिँ हाम्रो समाजमा धेरै घटेको छ, रियल स्टोरी भनेर मलाई धेरैले भन्नुभएको छ। र एउटा कुरो कस्तो हुन्छ भनेदेखि म कथा थुप्रै कथा लेखेको छु मैले, लगभग फिल्मकै लेखेँ होला, 9वटा मुभी लेखेको छु। पछिल्लो मल्लिका सहितलाई हेर्ने हो भनेदेखि विशेष गरी मेरो भाइमारा तपाईँलाई थाहै छ, भाइमारा एकदम रुवाउने दर्शकलाई रुवाउने कथामा जोडेको थिएँ पहिलो निर्देशक भएर पनि। र म कथा चाहिँ समाजकै कथाहरू, समाजकै घटनाहरू समावेश गर्ने गर्छु। समाजमा जो घटिरहेका छन् देखिरहेका छौँ। कतिपयले आँखाले देख्नुहुन्छ समाजमा, ती कुराहरूलाई वास्ता गर्नुहुन्न। तर मेरो चाहिँ त्यो चाहिँ कस्तो छ्याङ्ग समाजका कुराहरू ऐना जस्तै मैले देखिरहेको हुन्छु। यी कुराहरू चाहिँ समेट्ने गर्छु। र धेरैले कथा लेख्नु हुँदो रहेछ, फोटोकपी गर्नु हुँदो रहेछ, विदेशका फोटोकपी गर्ने, सिरियलमा पनि कपी गरिदिने, विदेशी सिरियलहरूको र फिल्ममा पनि कपी गरिदिने यो चलन रहेछ। तर मलाई चाहिँ भगवान्ले दिनुभएको गड गिफ्ट, मलाई कसैको कथा चोर्नु पर्दैन। मसँग थुप्रै कथाहरू छन् भन्ने हो भनेदेखि म आफैभित्र पनि कथा छ। दर्शक सविताजी, हजुर आज हामी 27 भागमा प्रवेश गऱ्यौँ। हजुर, मेरी छोरी चाहिँ 27 भागमा प्रवेश गरेको छ। हामी सबैजना एकदमै खुसी छौँ होइन। तपाईँहरूले माया दिइरहनु भएको छ होइन। दर्शकहरूको माया पाउनु नै ठुलो कुरा हो होइन। जे होस् मेरी छोरीलाई चाहिँ माया गर्नुभएको छ, त्यही खुसी लागेको छ। अब के हुन्छ भन्ने कुरा नै अब भन हामी नै सस्पेन्समा छौँ। अब चाहिँ के हुन्छ हाम्रो स्टोरी भन्ने कुरा चाहिँ भनौँ न एकदमै सस्पेन्स छ होइन। एकदमै दुःख लाग्दो, एकदमै दर्दनाक, यो कहिल्यै होइन कसैले भोग्न नपरोस् त्यस्तो पीडा चाहिँ हामीले भोगिरहेका छौँ बाले र मैले चाहिँ होइन। अब आमा उतापट्टि छोरीको घरमा पीडा भोगि नै रहनु भएको छ। जे होस् अब आमाले त हेला गरेरै जानुभएको होइन। त्यो चाहिँ कहिलेकाहीँ कर्मको फल पनि भन्छन् होइन। पूजाको मन चाहिँ कस्तो हो? जहिले आमालाई घोक्राएर जाऊ कि जाऊ सम्पत्ति पाइन्जेल चाहिँ आमालाई राम्रो अरे, सम्पत्ति रोकिसकेपछि चाहिँ आमालाई हेला गरिदिने यो भएन। तर मेरो मनसा त्यो होइन। आमाले असाध्यै माया गर्ने होइन, रोल अनुसार गर्ने। मेरो छोरी भनेको आमा बाउलाई धेरै माया गर्ने हो बिचरा। तर अब कथाले गर्दा अब यो त यही प्रश्न फेरि अब यो भर्खर चाहिँ अब छोरीलाई चाहिँ भनेपछि अब यो पूर्णिमातर्फ पनि प्रश्न जान्छ होइन। जस्तो एउटा भनौँ न, यो नन्दले पानी खानु पर्यो भनेर भित्र पानी बेला भन्दा पनि ढोकेबाट धकेल्ने त हुन्न होला नि त, त्यहाँसम्म पनि हुन्छ। त्यो त अब म छुच्ची रोलमा खेलेको छु होइन। किनकि मेरो रोल नै त्यसो हो नि त, म छुच्चामा चाहिँ। त्यही भएर म कसैलाई नि देखि सक्दिनँ यो रोलले गर्दाखेरि। त्यही भएर मलाई त्यस्तो गरेको रियल चाहिँ होइन। माया चाहिँ धेरै गर्छु। माया रियलमा भने चाहिँ उहाँले जतिको नन्दलाई माया अरू कसैले गर्नु तर बिहे गर्नु भएन। धन्यवाद। तपाईँलाई बाबापट्टि आएँ म। आज चाहिँ हाम्रो 27 भागमा पुगेको छ मेरी छोरी सिरियल। तपाईँहरूको मायाले गर्दा हामी यहाँसम्म आएका छौँ। अझै नि माया दिनु होला, हामी अझै अगाडि बढ्दै जानेछौँ है। नमस्ते, धन्यवाद। त्यही होइन त, जस्तो बाततर्फ आएँ म। जस्तो तपाईँलाई यो सिरियल आफैले हेरिराख्दाखेरि के कुरा सम्झिनुहुन्छ मनमा? नमस्कार। एउटा कुरा चाहिँ आज मैले हरि सरलाई भन्न लागेँ। हजुर,
सबैजना कलाकार हो, सबैजनाले पूर्णिमा भन्ने, पूजा भन्ने, सविता भन्ने, मलाई चाहिँ पुष्कर परियार नभएर किन बा भने म पनि कलाकार हो, नामैबाट बोलाइदिनु। सबै दुनियाँ संसारले अहिलेसम्म हेरिरहनु भएको छ, हेरेर माया गर्नु भएको छ। सबैले मेरो नाम जान्नुपर्छ, हजुर बुझ्नुपर्छ। र यो बुढेसकालमा त्यही भएर बाले चाहिँ मैले नसोध्या भएर जहिले पनि नमस्ते गर्दा नमस्कार म पुष्कर मेरी छोरीको पुष्कर परियार भन्नु हुँदो रहेछ धेरै दर्शकहरूले माया गरिदिनु भएको छ, हजुर। धेरै खुसी लागेको छ। यो आफैले अभिनय गरेको सिरियल आफैले हेर्दाखेरि कुनै कुनै के मनमा कुरा खेल्छ भन्नु जस्तो हुनु तपाईँ जस्तो हुनु कुरामा आफैलाई परेका घटनाहरू पनि यसमा मेल खानु गएका छन्, कति कति याद आउँछ याद आउँछ। यो कुरा चाहिँ हो मैले जस्तो हेर्नु न, जस्तो तपाईँको भनौँ न त्यति साह्रो त्यतिसम्म पनि हुन्छ। जस्तो बाउ यो भनौँ न अब त्यही श्रीमतीलाई चाहिँ हर्लिक्स ल्याइदिएको छु भने दुध फलफुल ल्याइदिएको छु, तातलाई चिज खानुपर्छ भन्ने, बा खानु नपारेको त बाउलाई वास्तै छैन, अझ के खानुहुन्न बुढो मान्छे खानुहुन्न के भन्नु भनेको होइन। यो कुरामा अब मेल खायो भनेको त्यही हो। मलाई गाउँले के भन्छन् भन्नुहुन्छ भने तँ मान्छे होइनस् भन्नुहुन्छ कि किन भन्नुहुन्छ भने हाम्रो गाउँमा मलाई जति पिर र मार्का, मलाई जति दबाब कसैलाई छैन, तर मेरो अनुहारमा कहिले पनि त्यो देखिँदैन अरे क्या। म जहिले पनि हाँसिरहेको हुन्छ अरे। तर यो घटना म आफैसँग मिलेको छ। तर यस्तो हो क्या, बाले भने त एकदम सही कुरो हो होइन, बाले भनेको कुरो सही हो होइन। जस्तो मलाई के लाग्छ भने मान्छेलाई हरेक मान्छेसँग पिर छ, हरेक मान्छेसँग पीडा छ, त्यो चाहे जसो जस्तो भन्नु यो धनी र गरिबको कुरा होइन है। जस्तो धनीलाई के हुँदो रहेछ अब जस्तो करोडौँ करोडौँ 5 करोड 5 करोड 10 करोड हुने, अब त्यो कतिखेर चाहिँ अनुसार यता अख्तियारले तान्ने हो कि कतिखेर चाहिँ मान्छेले चाहिँ कुटेर मारिदिने हुन् कि भन्ने खालको त्यो तराना हुँदो रहेछ। त्यसलाई पनि त एक किसिम पिरै भयो, त्यो पैसा भएर के गर्नु त होइन। अब यता गरिबीको जिन्दगी अब भनौँ न आफ्नै परिवारबाट पनि हेला हुनुपर्ने, आफ्नै परिवारबाट पनि विचलित हुनुपर्ने होइन। जस्तो श्रीमानले कमाएर ल्याएन भने श्रीमतीको हेला हुनु पर्यो होइन। अब छोराछोरीलाई हुर्काउँछन् बढाउँछन् बाबाआमाले, त्यति दुःखहरू कहाँसम्म पुर्याउँछन्, पछि त्यही छोराछोरीले वृद्धाश्रमसँग जाउँ भनेर चाहिँ भन्छन्। त्यही खाना जस्तो हाम्रो मेरो छोरी पनि देखिरहेको छ त, कौवा राखेको भात खानुपर्ने त होइन होला त होइन। ती कुराहरू भयो। जस्तो अब ठ्याक्कै म आमालाई ठ्याक्कै सोधेँ अस्ति कचौरमा कौवाको भात लिएर, यो बा हुनुहुन्छ होइन, र तपाईँ नाम भन्नुहोस्। फेरि बाले चाहिँ कलाकार हो नामै भन्नु पर्छ, तपाईँ नाम भन्नु त आमा। मेरो तुला माया दमाई हो होइन तुलामाया तुलामाया दमा, त्यहाँ त परियार ल्याएको छ त, परियार नै हो कि खोइ परियार हो त्यो त्यहाँ त नाम हो क्या त्यो चाहिँ। हजुर ए है ल ठिक छ। तपाईँ अस्ति तपाईँलाई आफैले हेर्दा तपाईँलाई रुन मन लागेन भने अब त्यही आफ्नै कस्तो रोल, आफ्नै श्रीमानलाई होइन ओरिजिनल श्रीमानलाई कौवालाई चाहिँ दिन लागेको भात दिन्छु भने तपाईँलाई अलिक दुःख रुन मन लागेन यो सिरियल हेर्दा? अलिअलि दुःख चाहिँ लागेको थियो, तर पनि दुःख लागि त्यस्तै मैले दिएको होइन। कौवालाई राखेर भात ल्याइदिएको छु भन्नु है भनेपछि यो सिरियल हेर्दाखेरि जस्तो भन्नु हाम्रो समाजतिर घटनाहरू घटेका हुन्छन् है, यो देखिन्छ नि समाजमा छ होइन सर। समाजको घटनामा त होइन आमाले बोल्दै हुनुहुन्थ्यो, समाजको घटना त योभन्दा चौबर होइन। हामीले के चाहिँ गर्छौँ र यो भनौँ सिरियल फिल्ममा के चाहिँ स्टोरी देखाउँछ र त्योभन्दा चौगुना। तर आजभोलि म एउटा यो ठ्याक्कै रोकेर एउटा सोधेँ होइन, घटना त थुप्रो घटेको छ। म एउटा प्रश्न गरेँ है हजुर होइन, सविता भट्टराई, फेरि सविता भट्टराई मात्रै मेरो बुढी भनेन भनेर फेरि भन्नु यहाँ पनि गुनासो आउला। सविताजी भन्छु, तपाईँ भन्छु म होइन, रेल होइन, फेरि तपाईँ भनेन भन्ने खालको कुरा आउला, तपाईँ भनेन भन्ने कुरा आउला होइन। के अरे होइन ए चाहिँ होइन तपाईँ मात्र भन्छ मेरो श्रीमती भन्छ चिनाउँदैन भन्ने होला। मलाई त्यो पनि सबै चिन्नु भएको छ होइन, चिन्नु भएन। मैले फेरि भने यो तपाईँ हजुर हजुर भनेर भनेपछि होइन, जस नेपाली बुढोले म्याम भन्दा मारिदियो होइन होइन त्यस्तै म्याम आफ्नै बुढीलाई म्याम भन्थ्यो होइन। त्यस कारणले मलाई त्यस्तो खालको चिल्लो चाप्लो घट्न त आउँदैन। रियल कुरो चाहिँ दर्शकलाई थाहा छ, किन मैले भन्नु पऱ्यो मेरो श्रीमती सविता भट्टराई हो भनेर मैले भन्दाखेरि त पर्दैन होला होइन। तर एउटा कुरा ठ्याक्कै मैले सोधेँ कि जस्तो आजभोलि नि सबैभन्दा ठुलो हामीले बिहान उठेर मोबाइल खोल्ने बित्तिकै घटना सिवाय केही पनि हुँदैन। मान्छेहरू मर्नलाई के त यस्तो गाह्रै नमान्ने कि एकदम इजी सम्झने कि मर्न यति ठुलो जिन्दगी पाएको हामीले होइन। त जिन्दगी त अब यो जिन्दगी त चाहिँ कति 84 जुनी फेरेपछि बल्ल मान्छेको जुनी पाइन्छ भन्छन्। यो एउटा फुल जस्तो जिन्दगीलाई मान्छेले क्षणभरमै कतिपय त बिना रिजन के
मर्नलाई कारण चाहिन्छ भन्छन्। त्यो कारण देखिँदैन, कोही चाहिँ केही झुन्डेको छ, कोही बिख खाएको छ, कोही हाम फालेको छ, केही गरेको छ। त्यति मात्र नभएर भर्खरै एउटा स्कुलमा पढ्दै गरेको बाह्र क्लासमा पढ्दै गरेको एकजना विद्यार्थीले पनि चाहिँ डिएभी कलेजको होइन उनी पनि जुन चाहिँ हरि सर होइन हिजोको विषय यो डिएभी कलेजको विषयमा चाहिँ सोमबारको घटना हिजो हामी डिएभी कलेज अगाडि नै थियौँ होइन, तर पनि अलिकति राति भएको कारणले गर्दा त्यहाँको अपडेट चाहिँ दिएनौँ। तर पनि भनौँ न यहाँ चाहिँ अब धेरै कुरा त हुन सक्छन्, अनुसन्धानको पाटोमा छ, तर 4 तलापातीबाट चाहिँ आफैले हाम फालेको आर्यन सिंह आफै हाम फालेको चाहिँ देखिएको छ, जो चाहिँ 12 कक्षामा अध्ययनरत अनि उनलाई चाहिँ त्यहीँ अगाडिको सुमेरु सिटी हस्पिटलमा लग्यो। बेलुका चाहिँ डाक्टरले मृत घोषणा गरिदिए होइन। त्यसपछि त्यो बाबुआमालाई के भयो होला, कति पीडा भयो होला, एउटा कलेज पठाएको छोराले चाहिँ आत्महत्या गरिदिँदा या पछाडि त उसको सुसाइड नोट भेटिएको छ होइन, के कारण थियो भन्ने कुराहरू त खुलि नै हाल्छ अनुसन्धानको पाटोमा। तर पनि भन्नु यसरी आत्महत्या गर्दा बाबुआमालाई जति पीडाहरू कसलाई हुन्छ होला होइन, कति पीडा भयो होला त्यो बाबुआमालाई भनौँ, त्यो सुन्ने बित्तिकै कस्तो भयो होला होइन, एकदमै दुःख लाग्दो घटना होइन। यस्ता घटनाहरू चाहिँ दिन 2 गुणा रात चौगुना गरेर चाहिँ बढी नै रहेको छ। हिजो अस्ति भर्खर पनि एउटा जो चाहिँ कुमकुम भाग्यको जो चाहिँ जिटिभी सबैजनाले प्रायले हेर्नुहुन्छ कि कुमकुम भाग्य भनेर सबैजनाले चिन्नुहुन्छ होइन, सन्जिता उगाले, उहाँले पनि आत्महत्या गर्नुभयो 22 वर्षको उमेरमा। भनेपछि त्यति सानो उमेरमा र जो चाहिँ सफलताको शिखर चुम्दै गरेको एउटा लिड क्यारेक्टर खेल्दै गरेको मान्छे चाहिँ त्यसरी भनौँ न अस्ति चाहिँ जुलाई 14 मा आत्महत्या गर्नुभयो उहाँले पनि। अनि हेर भनौँ न आत्महत्या मान्छे किन मर्दैछन् आजभोलि, मान्छे किन मर्दैछन् भन्दा हरि सर होइन, हरेक मान्छेको मर्नुको पछाडि चाहिँ हरेक ठुलो ठुलो कारण हुन्छ क्या। अब अघि तपाईँले भन्नुभयो बिना कारण पनि मान्छे मर्दिहाल्छन् भन्न, तर केही न केही रिजन बिना मान्छे मर्दैन क्या। आत्महत्या गर्नलाई नि कुनै न कुनै कारण चाहिन्छ होइन। त्यत्तिकै मान्छेले आफ्नो अमूल्य जिन्दगी त्यागौँ भनेर सोच गरेको हुँदैन। बाहिरी देख्नेलाई त यसको त सबै ठिकै छ, राम्रै छ, अब यो चाहिँ किन भयो होला भन्ने सोचिन्छ, तर भित्रभित्र केले चाहिँ खाइरहेको हुन्छ मान्छेलाई त्यो थाहा हुँदैन। त्यो कारणले गर्दाखेरि भनौँ न अनि सही गाइडेन्स पनि चाहिन्छ, हरेक कुराहरू हुन्छन् होइन। अब मान्छे मर्नुको पनि अलग अलग मान्छे अलग अलग होइन, उमेरका मान्छेहरू अलग अलग प्रकारले होइन। जस्तो कहाँको मान्छे कहाँ पुगेर मरेको छ, कहाँको मान्छे के भएर मरेको छ, जस्तो यो आजभोलि यो अलिकति सामाजिक सञ्जालको प्रभाव पनि हो कि जस्तो लाग्छ होइन। मलाई चाहिँ त्यो लाग्दैन हर्ष, किनभने सामाजिक सञ्जालमा चाहिँ हामीले अब चौतर्फी देखेका छौँ र त्यो भन्छौँ होइन, तर त्यो सामाजिक सञ्जाल हुनुभन्दा पहिला पनि मान्छे आत्महत्या गरेको मरेको कुराहरू होइन। जस्तो मैले त्यसरी भन्नु, मैले मेरो आशय अर्कै हो। जस्तो सामूहिक सञ्जालमा विभिन्न प्रकारका मान्छेहरू जोडिन्छन्। फर इक्जाम्पल हाम्रै फेसबुकका कुरा गरौँ, हाम्रा मेसेन्जरका कुरा गरौँ, हाम्रा इन्स्टाग्रामका कुरा गरौँ, विभिन्न मान्छेहरू जोडिन्छन्, रिक्वेस्टहरू पठाएको हुन्छ। अब मेरो भन्ने भनेदेखि कति हजार पेन्डिङ छ मेरो रिक्वेस्ट, यसो हेर्छु अब कोही नाम लुकाएको हुन्छ, नामै हुँदैन, फुलको थुङ्गा राखेर नाम राखेको हुन्छ, त्यस्तो व्यक्तिहरू म प्रोफाइल हेरेर मात्र 2-4 जनाको एक्सेप्ट गर्ने गर्छु होइन ती कुराहरू। अनि त्यो गर्दा उनीहरू त्यसमा कुरा हुने कुरा